तललाई बगाएर तलै लान्छ के त्यहाँबाट राइट गुड मर्निङ सबैलाई अहिले चाहिँ म चाहिँ कता भन्ने यो ठाउँको नाम चाहिँ आई थिङ्क झोरको यतापट्टि हो झोरभन्दा यतापट्टि छ हामी झोरभन्दा ठ्याक्क तलपट्टि होला जस्तो लागेको छ कहाँनिर झोर चाहिँ खै ऊ चाहिँ बबिन होइन बबिन म सन्देश समिन अनि को रे सन्देश समिन गौरव अनि अर्को साथीको नाम आयुष होला सायद आयुष हामी 6 जना चाहिँ अहिले चाहिँ यता गइरहेको छ कता रे दुप्चेश्वर गइरहेको छौँ भर्खर निस्केको कति भयो आधी घन्टा जस्तो मात्र भयो होला भर्खर निस्केको हामी 17 मिनट भएछ होइन हामी खासमा 5 बजी निस्किन्छौँ भनेको त्यस्तो गर्दा गर्दा 5:30 त्यस्तै भइसक्यो थियो 5:30 6 बज्न लागिसक्यो त्यो निस्किँदाखेरि अझै गइरहेको छु मेबी 2-3 आवर्सको राइड हुन्छ होला एन्ड अल द वे टु द दुप्चेश्वर अनि त्यसपछि विल हेभ टु कम ब्याक आजैको आउनुपर्छ त्यही हो कस्तो मजाको भ्यू देखिरहेको छ हामी चाहिँ समिनलाई कुरिरहेको छौँ समिन र ऊ चाहिँ के भन्नु बाटो बिराएर उता गएछ एन्ड देन वी आर वेटिङ हियर दुईजना चाहिँ अगाडि गइसक्यो सन्देशहरू चाहिँ त्यता आइपुग्यो भन्नु ल म देखाउँछु ए यतातिर आइपुगिसक्यो अब गइरहेको छु स्याट ओके अहिले चाहिँ हामी चाहिँ लिखु भन्ने ठाउँमा आइपुग्यो होइन यताबाट त्यो ठ्याक्क हामी कता भन्दा गङ्गटीभन्दा अलिकति यतापट्टि हो त्यहाँ आइपुगिसकेको छौँ अब मेबी अब एकैछिन लाग्छ होला धेरै टाइम लाग्दैन होला जस्तो लागेको छ एन्ड केटाहरू चाहिँ त्यहाँ ग्यारेजमा गएको छ एन्ड वी आर हियर टु फिल अप टायरमा हावा हाल्न एन्ड देन त्यो चेन लिभ गरिरहेछ एन्ड केटाहरू चाहिँ यहाँ छ तेल नहाल्ने बाइकमा तेल छ ल अब यो ठाउँको नाम चाहिँ के भन्छ यो छ अरे म त के अरे उसको भनिरहेको छ होइन गङ्गटे झन् त्योभन्दा पर हो धेरै टाढा छ अब यहाँबाट हामी 6 अरेबाट सटल आएर जानुपर्छ ढिकुरे जान्छौँ ढिकुरेबाट अनि त्यसपछि त्यहाँ ठाउँमा जाने थाहा कुछ जान्छौँ भित्रबाट भित्र होइन बाहिरै त्यही है हामी अब यहाँबाट चाहिँ जानुपर्छ पहिला साइकल चलाउँदाखेरि चाहिँ यहाँबाट जान्थेँ होइन म साइकल चलाउँछु कतिचोटि चलाएको यहाँबाट यस्तो जान्थ्यो तर त्यति बेला धान हुन्थ्यो नि त ट्याक्क साइड अहिले पनि धानै धान रहेछ होइन साइडमा यस्तो मजा आउँथ्यो ट्याक्क त्यो गोप्रो हुन्थ्यो गोप्रोको यस्तो गरेर छट्टा लगाएर जाँदाखेरि यस्तो मिठो फुटेज आउँथ्यो नि त्यही अब फोनबाट ट्राई गरेर चाहिँ फोनबाट नै राम्रो आउँछ 0.5 mm एक्समा होइन त्यही हो अहिले चाहिँ हामी समुद्र टारभन्दा अलिकति यतापट्टि छौँ ब्रेकको लागि रोकेको भर्खर अलिअलि ब्रेक हान्यो भित्रतिर होइन हामी चाहिँ यता रोकेर बसिरहेको छौँ केटाहरू चाहिँ ब्रेकको लागि खाजा खाँदैछ त्यही हो अब हामीलाई समुद्र टार पुग्नु अलिकति टाइम लाग्छ त्यसपछि अलिकति थोरै टाइम लाग्छ माथि जाऊँ अनि रमाइलो हुन्छ आज खोलासोला पौडी हान्नुपर्छ जस्तो लागेको छ खै केटाहरूले पट्टी लिएर आएको रे मैले चाहिँ केही बोकेको थिएन त्यही हो अब सट्टा लाएर माथि हेर्नुपर्छ होइन अघि चाहिँ हामीलाई चाहिँ ट्राफिकले रोकेर चेक गरेको थियो यिनीहरूले चाहिँ लिएर आएछ ल अब त्यही हो त हामी अगाडि मजासँग चलिरहेको रहेछ बाटो चाहिँ यो त सक्छ तलसम्म खेतै रहेछ अहिले चाहिँ हाम्रो पूजाको सामान किन्ने तयार भइरहेछ यहाँ आउँदा चाहिँ हामी कति बज्यो भन्दा हामी बिहान काठमाडौँबाट कति बजी हिँडेको
यहाँ चाहिँ 8:30 जस्तो भएछ। हामी काठमाडौँबाट लगभग 6 बजीतिर हिँडेको थियो होला होइन। 6 बजी हिँड्दाखेरि 2.5 घन्टा त्यस्तो लागेर काठमाडौँबाट हिँडेको हुन चाहिँ बिचमा अलिअलि ब्रेक पनि लियो हामीले। ब्रेक भन्नाले चाहिँ अलिअलि केटाहरू कता कता भएन बाटोमा यताउति भयो अनि ब्रेक लिएँ। अनि 6 अरेबाट यतापट्टि नि हामी एक ठाउँमा ब्रेक लिएँ। त्यहाँ चाहिँ पेट्रोल हालेँ अनि हामी सिधै यता आएर बिचमा सानो ब्रेकहरू लिँदै आएको होइन। अहिले चाहिँ यहाँ पुगिसकेको छु। मन्दिर चाहिँ यतापट्टि छ लेमिजुमिरे। यहाँ छ दुप्चेश्वर महादेव लेखेको मन्दिर छ नि त्यही छ। हामी जानु लागिरहेछौँ। वी हेभ टु क्रस रिभर होइन। त्यो खोला तरेर जानुपर्छ। एन्ड अल्सो यहाँ चाहिँ एउटा ब्रिज पनि छ। यु क्यान सी द माउन्टेन अल्सो ओभर देयर। यहाँनिर छ। पौडी खेल्न मिल्यो भने चाहिँ बबाल हुन्छ होइन यहाँ। त्यही हो केटाहरूले चाहिँ साइड छ। म पनि खान्छु। जम्प हान्नु जम्प। क्या मजाले टिलिक्क टल्किरहेको छ क्या। अब कहाँबाट जानुपर्ने केटाहरू लान्छ माथि गर्छ लाइन बस्नुपर्छ भनिरहेको। बिहान खासै केही नखाएर सयको स्पिडमा आएपछि त अनि त्यो के छ अरेको यतापट्टि त आम्माम्माम्मा गरेर बसेको छ। अनि क्याबै उडाउला जस्तो गर्छ। 124 थियो मैले हेर्दाखेरि। कस्तो लागिरहेको छ त? कस्तो लागिरहेको पनि छैन। मन्दिर आउँदा कस्तो हुनु टेन्सन लागेको छैन। पहिला आएको थियो होइन? पहिला आएको थियो कतिचोटि 6 चोटि। मेरो चाहिँ फर्स्ट टाइम होइन। एकचोटि म मम्मीहरूसँग आएको थिएँ। अब चाहिँ हामी वी आर टेकिङ आवर सुज लिभिङ हियर। कहाँ राखेको? अहिले चाहिँ हामी चाहिँ जुत्ता कहाँ राखेको ठ्याक्क त्यही ठाउँमा आइसक्यौँ। वी आर ब्याक एट द प्लेस वेयर वी लेफ्ट आवर सुज होइन। जुत्ता चाहिँ यहीँ छ। एन्ड अलिकति खुट्टा चाहिँ पखाउनुपर्छ जस्तो लाग्छ। बिकज अलिक कालो भएको हिँड्न लाग्छ। त्यही हो। कस्तो दामी रहेछ यो ठाउँ चाहिँ। सट लगाएर पिस पारामा हुन्छ नि। हल्यो त खतरा। हामीले चाहिँ यो आरू पनि पाइसक्यौँ। जस्ट ट्राई है कस्तो रहेछ। अलिकति सानो रहेछ। यो ठुलो हुन्छ पछि गएर चाहिँ ट्राई गरौँ कस्तो रहेछ। यतैबाट गयो होला यताबाट। त्यही हो अलिकति यता चाहिँ रातो देखिरहेको छ नि त पाकेको जस्तो छ। ट्राई गरौँ है त। यहाँ पनि छ पार्किङमा आइसक्यौँ। अब यहाँबाट गाडी लिएर सर्ट जानुपर्छ। कहाँ जाने हो? मेबी कहाँ जाने रे? अब खाजा खानु कहाँ जाने? त्यहाँ स्विमिङ समुद्र यहीँतिर होटेल छ त। A few moments later. अहिले चाहिँ हामी चाहिँ यता ठ्याक्कै पौडी खेल्ने ठाउँमा छौँ। बबाल ठुलो रहेछ एरिया चाहिँ होइन। तर यहाँदेखि चाहिँ अलिकति गहिरो रहेछ। यता चाहिँ गहिरो छैन। यतातिरबाट चाहिँ पानी मस्त फ्लो भइरहेछ। त्यहाँबाट गएर डाइभ हान्नु चाहिँ सर्ट टाइप निस्किनु रहेछ जस्तो लाग्यो। म चाहिँ अलिकति इनर्जी छैन कि आज किन हो। ट्राई गर्नुपर्छ अहिले एकछिन होइन। केटा रेडी हुँदैछ। एभ्री वान इज गेटिङ रेडी। एन्ड दुईजना चाहिँ उत्रिसक्यो। समिन र क्लोज होइन। अब मेबी म पनि जान्छु होला। अब चाहिँ हामी स्विमिङ खेलेर पौडी खेलेर जाँदैछौँ ब्याक टु द प्लेस। सबले खेलिसक्यो। सुरुमा गएको चाहिँ यिनीहरू होइन समिन अनि समिन को गएको थियो? ए उनीहरू गएको थियो। म त यहाँ जस्तो लागेको थियो। म चाहिँ लास्टमा गएको थिएँ। ऊ खोला लास्टै ठुलो भन्ने कि अलिक घुम्दो रहेछ त्यो पौडी खेल्ने ठाउँ ठुलो भएर होला। यहाँ पनि दामी रहेछ। त्यही हो। अब हामी माथि जाँदैछौँ। सी है त। अहिले चाहिँ हामी ठ्याक्क यता त्रिशुलीमा बटारमा आएर बसिरहेछौँ। मलाई चाहिँ उस भइरहेको थियो कि बिहानदेखि खासै के नखाएर होला यस्तो मजाको ग्यास्ट्रिक भएको छ आज। यो होटल चाहिँ हामीले खाना खाएको थिएँ। यहीँ आएर खाना अर्डर गरेर खाना बनाउनु लाएर अनि खाएको है त। त्यस्तै छ। सबैजना अब जाँदैन रहेछ।
यो पछाडि चाहिँ काठमाडौँ हामी चाहिँ काठमाडौँ फिर्ता भइसक्यौँ 4:30 भएछ अहिले चाहिँ ठ्याक्क 4:30 भइसकेको छ हामी बिहान ठ्याक्क 6 बजे निस्केको थियौँ घरबाट 6 बजे निस्केर त्रिशुली पुग्यौँ त्रिशुलीबाट हामी दुप्चेश्वर पुग्यौँ अनि दुप्चेश्वरबाट फेरि फर्केर आएर त्रिशुली आएर खानासाना खाएर एन्ड देन वी केम ब्याक टु द काठमाडौँ एन्ड नाउ वी आर हियर झोरभन्दा ठ्याक्क यतापट्टि छौँ झोरको झरनाभन्दा त्यही हो अब हामी एकैछिनमा घर पुग्छ अब त्यही हो कस्तो भयो त टाउको दुख्यो ल यिनीहरू तल गएको थियो होइन त्यो बाटो छुटेर यहाँ बस्ने भनेर तल गएको थियो कि ल है त अब घर पुगेपछि सिधै Jacques